हाई एभ्रिवान, सबैजनालाई स्वागत ब्लगमा। हामी चाहिँ आज एउटा गेम खेल्दैछौँ। कुन गेम हो भन्ने कुरा चाहिँ अहिले हजुरले देखिहाल्नुहुनेछ। उहाँ चाहिँ हाम्रो क्यामेराम्यान हुनुहुन्छ। उहाँ चाहिँ मेरो साइडमा मसँग हजुरले हेरेर साथ दिनुहोला। अनि उहाँ चाहिँ हाम्रो क्यामेराम्यान हुनुहुन्छ। जोरदार तालीले स्वागत गर्नु। अब चाहिँ हाम्रो गेम सुरु हुँदैछ गाइस। हामी चाहिँ अब हाम्रो गेम के रहेको छ भने चाहिँ यसरी नाकसम्म नै जसले हात छुर्यो त्यो चाहिँ 1 2 3 guys. यसलाई चाहिँ के पनिसमेन्ट यसलाई चाहिँ के दिने हो गाइस? हजुरले चाहिँ कमेन्ट गर्नु होला। कमेन्ट गर्नु होला गाइस। यसले चाहिँ हारेकी छे। अब चाहिँ हाम्रो भ्लग चाहिँ अन्त्य गर्न चाहन्छ। सबैजनाले हेरेर माया गरेर साथ दिनु होला गाइस। अब चाहिँ हाम्रो गेम चाहिँ सकिएको छ। यसले चाहिँ हारेकी छे। यसले चाहिँ अब के सजाय भोग्ने हो तपाईहरुले कमेन्ट गर्नु होला। कमेन्ट गरिहाल्नु होला हैन। यो चाहिँ हारिसके, म चाहिँ जितिसके। मलाई चाहिँ तपाईहरु गिफ्ट के दिनुहुन्छ? यसले चाहिँ हारिसके, मैले चाहिँ के गरिसके, जितिसके। हजुरले हारेको मान्छेलाई चाहिँ के सजाय दिने त हजुरले कमेन्ट गर्नु होला। अनि म क्यामेराम्यानलाई पनि उहाँ क्यामेराम्यानलाई पनि यसो साथ सपोर्ट दिनुभएको छ। मलाई कमेन्ट गर्नुलाई चिनेको मान्छेहरूले त्यही भन्न चाहन्छु। के भएर अस्ति गयो त्यो नेपालमा के गर्ने फिसको लागि? उहाँ के अरे उहाँ पनि युट्युब च्यानल त खोल्नु भएको छैन। युट्युब च्यानल त खोल्नु भएको छैन। उहाँलाई टिकटकमा लाइक कमेन्ट नगर्न, लाइक कमेन्ट गरेर साथ दिनु होला गाइस। अहिले चाहिँ उहाँ चाहिँ भन्नुपर्दा मेरो दिदी हुनुहुन्छ। हामी चाहिँ दिदीको रुममा आएको छौँ आज। दादाहरू पनि आउनु भएको थियो, त्यही भेटघाट गर्नुको लागि आएको थियौँ। अनि त्यही हो गाइस। अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। अहिले चाहिँ कति बजे छ? 10 बजे। अहिले चाहिँ रातिको 10 बज्न लागिसकेको छ। अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। बाबुले चाहिँ होमवर्क गरेको छैन। बाबुले चाहिँ होमवर्क गर्ने हो एकछिन। अनि त्यसपछि हामी चाहिँ बाबुले होमवर्क गरिसकेपछि सुत्ने हो फ्रेस भएर। त्यही हो गाइस। सबैजनाले सब्सक्राइब गरेर साथ दिनु होला। मेरो युट्युबको च्यानलको नाम के छ भने चाहिँ माया बिको छ। सबैजनाले साथ। आज के खाइयो त्यो? आज गाइस हामी चाहिँ यति लामो हुन्छ नि, 1-2 घन्टा हुन्छ हैन। अनि त्यही हो गाइस। अहिले चाहिँ हामी बसिरहेका छौँ। आज चाहिँ हामीले खाना के खायौँ भनेपछि दादाहरूले चाहिँ के सिमीको तरकारी भात दाल खानुभयो। हामी दिदी बहिनीले चाहिँ सिस्नो र ढिँडो खायौँ। सिस्नो र ढिँडो खायौँ गाइस। अनि त्यही हो। सिस्नो चाहिँ कहाँबाट ल्यायो भन्ने सोच्नु लाग्यो। काठमाडौँको ठाउँमा चाहिँ किनेर पनि सिस्नो पाइँदैन। सिस्नो चाहिँ हाम्रो दुई बहिनीकै चोरी ल्यायो। गएर चोरेर ल्यायौँ गाइस। त्यहाँ सिस्नोको मालिक भएको भए चाहिँ हामीलाई लस्टै गाली गर्नुहुन्थ्यो। त्यो बोर त हामीले खाएकै दोकान देखा न अरे सिस्नोको बोर चाहिँ हामी 1-2 हप्ता बिराउँदै खोल्नु नभने क्यामेरा नहल्ला न। हाँसो त भएको दिदी बहिनी भेट्या बेला हाँसौँ चलेन कि गाइस। दिदी बहिनीहरू भेट्या बेला हाँसो रङ्ग हुन्छ। दादाहरू आउनुमा चाहिँ धेरै खुसी छौँ हामी। अनि घरतिर पनि दसैँ तिहारमा मानेर आएको गाइस। घरतिर पनि जान पाएको छैन। अनि घरतिर जान पाएको छैन। अब चाहिँ हामी सबै फ्यामिली, हामी फ्यामिली कतिजना छौँ भने चाहिँ 7-8 जना छौँ। हामी चाहिँ दिदी भाइ बहिनीहरू 7-8 जना बस्छौँ। हामी चाहिँ अहिले काठमाडौँमा छौँ। काठमाडौँ कुन ठाउँ छौँ त्यो त हजुरलाई बताइराख्नु पर्दैन होला गाइस। त्यो त
राम्रोसँग बनाउनु फरक हो क्या युट्युबमा हाल्नु राम्रोसँग हो क्या अनि सासुको पुऱ्याउँछ मात्रै कति पैसाहरू कमाइरहेको छ अनि त्यही हो भनिराख्नु पर्दैन होला अनि त्यसपछि चाहिँ त्यही हो गाइस हामी चाहिँ अब सुन्नु पर्ने हुन्छ सबैजना साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु अब सबैजनालाई चाहिँ निद लागिसकेको छ हाम्रो बहिनीलाई पनि निद लागिसकेको छ त्यस्तो क्यामेरा नहोला नि चाहिँ अनि त्यही हो सबैजनालाई मिठो सम्झना भन्न चाहन्छु सबैजनालाई आज तपाईँहरूले चाहिँ साथीहरू के गर्नुभयो कस्तो गर्नुभयो हामीले चाहिँ बिहानदेखि के काम गऱ्यौँ भनेपछि बिहान चाहिँ जबमा गयो जबमा गइसकेपछि आयो र आज चाहिँ हाम्रो जबमा चाहिँ पूजा थियो कि अफिसको पूजा थियो अनि पूजाहरू चाहिँ गरियो पूजाहरू गरिसकेपछि चाहिँ 4 बजी आएको म चाहिँ रुममा गयो एकछिन रुममा गइसकेपछि दिजु दादाहरू गाउँदेखि आउनु भएको थियो भेट भएको थिएन अनि त्यही भएर चाहिँ हामी दिजुको रुममा आयौँ बस्नलाई अनि धेरै खुसी दुःख सुख साथ थियो दिजुले धेरै निराश दिदी निराश हुनुहुन्छ सिस्नु मिठो खाएन भने खुसी हुनुहुन्न सिस्नु मिठो खाएन भने खुसी हुनुहुन्न के गर्ने होला दिदीलाई खुसी बनाउनलाई चाहिँ कमेन्ट गर्नु होला त्यही भन्न चाहन्छु सबैजनालाई साथ दिनु होला हाम्रो चाहिँ हाँसेरमा चाहिँ धेरै भयो त्यही भन्न चाहन्छु सबैजनालाई चाहिँ गुड नाइट सबैजनाले बाई बाई भन्नु देता बाई बाई भनिदिनु ल बाई 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 बिस्नु उठ्दा मेरो चाहिँ बाई 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 गाइजहरू बाई बाई गाइजहरू बोल्नु तिमी यहाँबाट चक्लेट आउँछ क्या सानो भन्छ क्या त्यहाँ साक्राको बाबु बाई बाई भन्छ मेरो छैन चस्मा लाउँछु नि बाई गाई बाई बाई गाई चिन्नु त बाई 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 गाई अस्ति माथि कस्तो हुन्थ्यो मैले यति राखेको त मेरो गेल नि बाई बाई गाई यस्तो हातले गराउनु अन्तिमको भ्लगलाई सब्सक्राइब गर्नु होला भन्नु त बाबु चाहिँ अब सुत्ने लाग्छ कि बाबुलाई त्यही भएर अब बाबु चाहिँ सुत्ने हो बज्न 10 बजिसक्यो गाइस त्यही भएर बाबुले चाहिँ अब सुत्ने टाइम भइसकेको छ त्यही भएर चाहिँ निद मानेको छ त्यही भएर सुत्ने उ चाहिँ त्यही भएर निराश भइसकेको छ दिदीहरू आउनु कस्तो राम्रो कुर्ता हो के साँच्ची नमस्कार कति सरी गाइस हल्का हाँसो गर्नु पर्यो त्यही हो भन्न चाहन्छु गर्मी चाहिँ लास्ट चाहिँ काठमाडौँमा पहिले गर्मी थिएन नि हामी आएको बेला के हामी आएको बेला चाहिँ त्यति गर्मी थिएन अनि आजभर चाहिँ लास्टै गर्मी चढेको थियो काठमाडौँतिर पनि अब गर्मी त के को महिना होला यहाँ असारको महिना अब चाहिँ अब भदौदेखि चाहिँ गर्मी जान्छ नि भदौदेखि चाहिँ गर्मी जान्छ अब गर्मी हुने टाइम भनेकै चैत वैशाख असार हो वैशाख फागुन चैत वैशाख फागुन जाडो हुने महिना हो नानी माघ महिना फागुनमा ताप हुन्छ गर्मी हुन्छ माघ फागुन पनि त्यति यता काठमाडौँ हाम्रो गाउँतिर फागुनतिर त्यस्तो दिउँसो मात्रै हुन्छ नेपालगञ्जतिर चाहिँ गर्मी लागेको छ क्यामेरामा राम्रोसँग सम्हाल्नु नि क्यामेरा अनि त्यही हो रमाइलो चाहिँ हाम्रो भयो धेरै रमाइलो उता क्यामेरा फुलको भयो कि अनि कताबाट देखाउँछ के छैन हातसम्म जानिनुहोस् त्यही भएर 2 मिनटको डिस्कस चाहिँ कति बेला भइहाल्छ त्यही त माइन्ड नलाग्नु लगाइस है हामी राम्रोसँग देखेर त ल आइदेखियो कि हाम्रो धेरै लथालिङ्ग छ गाइस पछाडिको ब्याकग्राउन्डलाई चाहिँ ध्यान नदिनु होला हामी दुई ध्यान दिनु होला त्यही पुरा गर्ने गरे नहुँदा यहाँ केही नयाँ कन्टेन्टहरू बनाउने त अहिले हामी बिजी छौँ त्यही भएर नयाँ कन्टेन्ट सक्दैनौँ त्यही हो अनि हाम्रो दाइ चाहिँ एउटा सिक्दै हुनुहुन्छ त्यो सिक्ने कुरो चाहिँ सिक्नुपर्छ किन सिक्ने कुरा सिक्नुपर्छ बाबुले सिक्न आफूले अब मोबाइलमा ध्यान दिइराखेको छ बाबुले होइन यस्तो राम्रो छ गाई चाहिँ हेर्नु तपाईँको बच्चाहरूलाई चाहिँ चाहिन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला हामी चाहिँ भर्खर सिक्दैछौँ हो कि नै भर्खर सिक्दैछौँ
हजुरले चाहिँ चाहियो भने पछि सम्पर्क गर्नु होला यस्तो उसमा पनि बोर्डिङहरुमा स्कुलहरुमा बोल्ने मान्छे मुगै अनि ऊ के अरे यो स्कुलहरुमा बोर्डिङहरुमा चाहिँ चाहिन्छ कि नि अनि बोर्डिङहरुमा चाहिँ चाहिन्छ यो चाहिँ अनि हजुरलाई चाहिँ चाहियो भने सम्पर्क गर्नु होला हाम्रो दाइले र भाइले चाहिँ भर्खर सिक्दै हुनुहुन्छ अनि सिक्यो भने चाहिँ अब हाम्रो पिस पनि अब बिक्री हुन्छ होला किनभने सिकेपछि सिक्यो भने चाहिँ हाम्रो बिक्री हुन्छ अब चाहिँ सिक्दै हुनुहुन्छ त्यही हो तपाईँहरूलाई चाहियो भने हामीलाई सम्पर्क गर्नु होला हाम्रो दादाहरूले सिक्नुभयो भने चाहिँ हाम्रो बायोमा नम्बर हुन्छ सिक्नुभयो भने पर्फेक्ट हुनुभयो भने हुन्छ त्यसमा सम्पर्क गर्नु होला सम्पर्क गर्नु होला भन्न चाहन्छु अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ सबैजनालाई गुड नाइट र बाई बाई अब चाहिँ हामी सबैजनालाई धेरै धेरै गुड नाइट